यहाँहरु सबैलाई नमस्कार। आज म एउटा भिडियो लिएर आएको छु। हार्मोनियममा गीत कसरी बजाउने, गीतको नोटेसन हार्मोनियममा कसरी खोज्ने, हैन? कतिजनालाई लाग्छ होला हार्मोनियम कसरी बजाउने, गीत कसरी बजाउने होला भन्ने कुरा लाग्छ सबैलाई नभनौँ, रहर हुनेलाई, इच्छा हुनेलाई त्यो लाग्छ। र त्यसमा अब हामीले नोटेसन कसरी खोज्छौँ त? कुनै पनि गीतमा हामीले नोटेसन खोजेर हार्मोनियममा बजाउनु पर्दा कसरी बजाउँछौँ है, त्यो हेरौँ आज। ल सरासरी भिडियोतिर जाउँ। आज म नारायण गोपालको एउटा यो सम्झिने मन छ म बिर्सुँ कसरी, तिमी नै भनिदेऊ ए जाने निठुरी भन्ने गीतलाई चाहिँ हार्मोनियममा बजाउँदा कसरी बजाउने भन्ने कुरा चाहिँ म भिडियोमा आफूले जानेको सिकाउन गइरहेको छु। जस्तै अब यो सम्झिने मन छ, पहिले गीत हामीले कहाँबाट उठ्छ भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। जस्तै यो सम्झिने मन छ भनौँ नि, अब यो चाहिँ कहाँबाट उठ्छ? यो यहाँबाट नि होइन, यहाँ मिलो, यो पनि अलि भएन। हाम्रो सुरुको नोट यो हो है, यस्तो यो। अब यसबाट जस्तै अब यसबाट यो सम्झिने मन छ है, यस्तो कहाँबाट? यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ, के रहेछ? तिमी नै भनिदेऊ जाने निठुरी है। यसरी सुरुको स्थायी कसरी खोज्ने रहेछ भन्दाखेरि जस्तै हाम्रो यो नोटबाट सुरु भयो। जस्तै अनि यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ जाने निठुरी। यो चाहिँ स्थायी भयो। अब अन्तरा हामी खोज्छौँ कहाँबाट? अब माथिको नोट छ, जस्तै माथिबाट ए औला भनेर उठेको छ, ए यो खोज्नु र अब कहाँ है, यो होइन यो मिल्छ। अब यहाँबाट उठ, हाम्रो अन्तरा यहाँबाट उठ। अब ए औला, अब ए औला तिनै, यस्तो छ ए औला तिनै, के रहेछ? ए औला तिनै हुनलाई यहाँ आइपुग्ला। ए औला तिनै हुन, अब तिमीले चुमे, तिमी यसैलाई दुई, तिमीले चुमेका, भयो। के रहेछ? ए औला तिनै हुन्
अब यहाँ अब यहाँबाट फड्केको छ, यहाँ माथि पुगेको छ है। परेली तिनै हुन्, यहाँबाट एकैचोटि यो नोटमा फड्केको छ। जस्तै परेली यिनै हुन्, तिमीले पुछेका, के रहेछ परेलीको यहाँबाट उठेको छ। परेली यिनै हुन्, तिमीले पुछेका, तिमीले पुछेका के रहेछ? तिमीले पुछेका, तिमीले पुछेका, तिमीले पुछेका। अब त्यसपछिको लाइन सुरुको जस्तै छ। जस्तै म सक्दिन आफूलाई प्रतिबिम्ब छोप्न, है सेम छ यो। म सक्दिन आफूलाई प्रतिबिम्ब छोप्न, न त सक्छु छाती फुटाएर जोड्न, के रहेछ? न त सक्छु छाती फुटाएर जोड्न। ल यसरी चाहिँ हामी हार्मोनियममा नोटेसन खोजेर गाना बजाउँछौँ। तपाईँहरूलाई पनि यदि हार्मोनियममा गाना बजाउन मन छ भने यो भिडियोलाई हेरेर यो गीतलाई प्र्याक्टिस गर्न सक्नुहुन्छ है त।